सम्पूर्णलाई नमस्कार अनि साथमा माया र सम्झना। ल म आज चाहिँ यसरी टमाटर टिप्न आएको छु। यहाँबाट पाक्दै 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 उहाँ जरासम्म पाकेको छ कि हेर्नुहोस् त कति मजाले के अरे भन्नु त मान्छेले भन्नुहुन्छ फल्ने बेलामा ढुङ्गामाथि पनि फल्छ, गोरु पनि ब्याउँछ, तर त्यो उखानमा सीमित है, त्यो चाहिँ होइन। के अरे यो चाहिँ हेर्नुहोस् त डेट प्लान्ट है, खजुर कपाल लिएको छु अनि कपाल लाउनुपर्छ भनेर यहाँ मल माटो अनि गिट्टी एकदम तयारी अवस्थामा छ। अनि अब चाहिँ म फेरि यतातर्फ लागि अनि यो चाहिँ अन्तिम फर्स्ट एन्ड लास्ट भन्छ नि त लक्की, यो चाहिँ अन्तिम यो ब्रोकाउली हो, हरियो गोबी है। अनि यहाँ चाहिँ लोकल टमाटरहरू पाकेको छ, राम्रै पाकेको छ होइन, सानो टमाटर। अनि मैले जान लगाएको के अरे मतलब कि नलाउने भन्छन् कि यो उता देख्छ भनेर। अनि यहाँनिर चाहिँ थोरै थोरै ठाउँमा यसरी बोडीहरू लगाएको छु। अनि यो मुलाहरू पनि छटेको छु, जे जे हुन्छ त्यही खाउँला भनेर, जुकेल फर्सी कि सुटी सुटी फल्ने फर्सी कि होइन। अनि यसै गरेर यहाँनिर फेरि यो गुवाबा होइन, यो अर्को प्रजातिको कि त्यो बाहिर कालो भित्र पिङ्क हुन्छ, कस्तो राम्रो फुलेको छ। यहाँनिर फल लागेको छ, यहाँ कोपिला छ होइन, जरैबाट फलेको छ हो यो पनि। अनि यहाँनिर नि यसरी भएको छ, कति राम्रो टुकु भएको छ यहाँनिर होइन, यहाँनिर यसरी के त्यस्तो भएको छ। अनि त्यसपछि चाहिँ पारी पारी पनि मैले यसरी लगाएको छु। अलिअलि आफूलाई चाहिँ यसो खानुलाई हुन्छ, अर्ग्यानिक भनिन्छ। अनि अस्ति चाहिँ हजुरहरूलाई मैले केराको के अरे बिरुवा मात्र देखाएको थिएँ होइन, बोट देखाएको थिएँ। अहिले चाहिँ हेर्नुहोस् त पसाएको नजिकबाट देखाउँदा नि, अनि यसरी पसाएको होइन। अनि के अरे अब बुङ्गा लागेको छ, राति फल्छ अरे, फल्यो भने चाहिँ हजुरहरू हामी मिलिजुली खाउँला ल। अनि यसै गरेर कति टाइट ठाउँमा हेर्नु न, सानो ठाउँमा यसरी अलिअलि धनियाँहरू पनि लगाएको छु, त्यहाँनिर गुँडीहरू सबै। अब यसरी म यहाँनिरबाट बस्छु ल, यसरी अस्ति दिएको बाँसहरूमा यसरी त्यो बिरुवाहरू खाना बनाउन लगाएको। अनि यहाँनिर चाहिँ म अब हजुरहरूलाई के देखाउँछु भने, हजुरहरूले देखिरहेको जानिरहेको होइन, हामी एउटै उसमै छौँ हामी होइन। के यो जमुना होइन, जमुनाको बोट चिन्नु भएको छ नि, फरेस्ट पनि भन्छ क्यारे, यत्रो ठुलो ठुलो फल्ने कालो। अहिले खुसी किन देखाएको भने भनौँ न, किन देखाएको भन्नु होला, नयाँ फल नयाँ बिरुवा रोपेको, अब फलेपछि खुसी लाग्दो रहेछ कि होइन। भर्खर लाग्दैछ, फुल लागेको थियो, अब फल के अरे अब बस्दैछ यो होइन। अनि भर्खर म चाहिँ यो अङ्गुरको जरा यो मेवाको फेदमा बसेर टुक्कै बसेर हजुरहरूसँग के अरे गफगाफ भनौँ या कुरोकानी जे भए पनि हजुरहरूमा सेयर गर्न जानेछु। अनि म जस्तै नर्मल साधारण आमाहरूको ज्ञानमध्ये म पनि एउटा सामान्य ज्ञान सुनाउन जाँदैछु। अनि त्यहाँनिर सही छ भने स्वीकार्नु होला, गलत छ भने सुधार्नु होला भन्न चाहन्छु। के अरे तर सरको नमानिदिनु होला। आज पनि हजुरको समय लिँदै के अरे जहिले पनि हामीहरू चाहिँ राम्रो दिनको खोजीमा, लाखौँ सपना, लाखौँ चाहना अनि अवसरको के अरे पछि हामी दौडिन्छौँ। तर यस्तै दिनहरूलाई हामीले एकदम सामान्य ठान्यौँ भने, सहर्ष स्वीकार्यौँ भने पनि एकदमै त्यही नै हाम्रो एकदम जीवनको असली खजाना हो। र यस्तै हरेक दिन हरेक पल नै हाम्रो एकदम जीवनको वास्तविक सम्पदा हो। त्यसैले यो साधारण दिनलाई एकदम ध्यान दिउँ, किनकि भोलिको दिनमा यही नै हाम्रो लागि एकदम यादगार बन्नेछ। सबैजनालाई सटर सटर।